अध्याय 4 सौभाग्यकी देवीलाई भेट्नुहोस्। के तपाईले कहिल्यै अरू कसैको सफलतालाई हेरेर उनीहरूले राम्रो जागिर पाएको देखेर उनीहरूले ठ्याक्कै सही समयमा सही स्टक किनेको थाहा पाएपछि वा तपाईँ हामी हिचकिचाइरहेको बेला उनीहरूलाई कहिल्यै हो भन्नुपर्छ भन्ने सधैँ थाहा हुन्छ जस्तो देखिएपछि त्यो त उनीहरूको भाग्यमा भएर हो भनेर सोच्नु भएको छ? तर यदि भाग्य वास्तवमा भाग्य मात्र होइन भनेर कसैले भन्यो भने तपाईको उत्तर के हुन्छ? यदि राम्रो भाग्य कमाउन सकिन्छ, आकर्षित गर्न सकिन्छ वा आफ्नो जीवनमा अतिथिको रूपमा निमन्त्रणा गर्न सकिन्छ भन्यो भने के तपाईँ पत्याउनुहुन्छ? प्राचीन बेबिलोनमा ज्ञानको मन्दिरको न्यानो साँझको उज्यालोमा जिज्ञासु नागरिकहरूको एउटा समूह अर्कातलाई यही प्रश्न सोध्न भेला भयो। के हामी सौभाग्यकी देवीलाई भेट्न र उनको कृपा प्राप्त गर्न सक्छौं? त्यस रात उनीहरूले जुन जवाफ पाए त्यो केवल आश्चर्यजनक मात्र थिएन, त्यो यति फरक जस्तो थियो जसले अवसरलाई हेर्ने तपाईको दृष्टिकोणलाई पनि सधैँका लागि बदलिदिन सक्छ। आउनुहोस्, ज्ञानको मन्दिरमा प्रवेश गरौँ र त्यो जवाफ पत्ता लगाऊँ। साँझ गम्भीर रातमा परिवर्तन हुँदै जाँदा मन्दिरको ढुङ्गाका पर्खालहरूमा राकोहरू बलिरहेका थिए र समूह एउटा घेरामा बसेको थियो। एकजना युवकले सन्नाटा चिर्दै भने, म जताततै भाग्यमानी मानिसहरू देख्छु, तर म आफैलाई कहिल्यै भाग्यमानी महसुस गर्दिन। सबैले सहमतिमा टाउको हल्लाए। 4000 वर्ष पहिले पनि सबैजना राम्रो भाग्य, देवताहरूको आशीर्वाद, अचानकको धन प्राप्ति र आफूले गरेका काममा सफलता चाहन्थे। तर अर्कादले उनीहरूलाई बिस्तारै सम्झाए, चाहना राख्नु र जित्नु एउटै कुरा होइन। सौभाग्यकी देवीले चाहना गर्नेहरूलाई होइन, काम गर्नेहरूलाई साथ दिन्छिन्। त्यसपछि एक व्यक्ति अगाडि बढेर भने, पक्कै पनि भाग्यकी देवी जुवाको खालमा बस्छिन्। उनले मुस्कानका साथ भने, मैले एक पटक पासाको एकै चालमा 5वटा चाँदीका सिक्का जितेको थिए। भीड हाँस्यो। अर्को व्यक्तिले भने, घोडा दौडको बारेमा के भन्नुहुन्छ? भाग्यमानीहरू धनी भएर निस्कन्छन्। अर्काद मुस्कुराए र सोधे, तपाईले कतिजना जुवाडेहरू साँच्चै धनी भएको देख्नु भएको छ? भीड शान्त भयो। जुवालाई यसरी बनाइएको हुन्छ कि यसले दिनैभन्दा बढी लिन्छ। कुनै पनि बुद्धिमान मानिसले आफ्नो भाग्य बनाउन मौकाको भर पर्दैन, अर्कादले भने। त्यसपछि एक व्यापारी अगाडि बढे र मधुर स्वरमा भने, जब म जवान थिए मेरो बुबाले मलाई दरबारको बाहिरी ढोका नजिकैको एउटा जग्गा किन्न आग्रह गर्नुभएको थियो। मसँग सिक्काहरू थिए तर म हिचकिचाए। मैले ती सिक्का लुगामा खर्च गरे। उनले तल हेर्दै फेरि भने, त्यो जमिनको मूल्य आज त्यति बेलाको भन्दा 10 गुणा बढी छ। अर्कादले जवाफ दिए, यो भाग्य वा संयोगको कथा होइन, यो गुमेको अवसरको कथा हो। हामीले कतिपटक यसबारे पछि सोचौँला, अहिले सही समय होइन भनेर कतिपय मौकाहरू छोडेका छौँ। जति बेला हामी कुनै कुराको लागि तयार हुन्छौँ त्यस बेलासम्म अगाडिको मौका गुमिसकेको हुन्छ। एकजना पशु व्यापारीले भने, एक रात शहरको गेट बाहिर मलाई सस्तो मूल्यमा भेडाहरूको बथान किन्न प्रस्ताव गरिएको थियो। चकम्मन अध्यारो थियो। म त्यसबेला ती भेडा गन्न सक्दिनथे। त्यसैले मैले भोलि बिहानसम्म पर्खौं भन्ने अनुरोध गरे। तर सूर्योदयसम्ममा अरू मानिसहरू आइसकेका थिए। उनीहरूले मैले तिर्ने मूल्यभन्दा 3 गुणा बढीमा त्यो बथान किने। उनले जारी राखे, त्यो रातले मलाई एउटा यस्तो कुरा सिकायो जुन मैले कहिल्यै बिर्सिन। राम्रो भाग्य अक्सर छिटो दिनुपर्ने निर्णयको रूपमा आउँछ। धेरै समय पर्खनु पर्यो भने त्यो हराएर जान्छ। त्यसपछि भ्रमणमा आएका एक सिरियाली विद्वान उभिएर भने, अवसरले ढिलो मानिसलाई पर्खन्दैन, जो हिचकिचाउँछ उसले गुमाउँछ। अर्को व्यक्तिले थपे, मैले सधैँ सोचेको थिएँ कि म सावधान भइरहेको थिएँ, तर अहिले मैले बुझेँ यो ढिला सुस्ती थियो। मन्दिरमा रहेका सबै मानिसले यो महसुस गर्न सक्थे, हाम्रो दिमागको त्यो परिचित आवाज, म बचत गर्न पछि सुरु गर्नेछु, म त्यो चिठी अर्को हप्ता पठाउनेछु, म तयार भएपछि कदम चाल्नेछु।
त्यसैले ढिलाइ सौभाग्यको शत्रु हो, किनभने भाग्य पर्खनेहरू कहाँ आउँदैन, यो त कदम चाल्नेहरू कहाँ आउँछ। अब अर्कात अगाडि झुके, उनको स्वर बलियो भयो र भने, कुनै पनि मानिस तबसम्म सफल हुन सक्दैन जबसम्म उसले आफ्नो भित्रको ढिला सुस्ती गर्ने प्रवृत्तिको विनाश गर्दैन। केही मानिसहरूले अवसर देखे र कदम चाले, उनीहरू अघि बढे, उनीहरूले प्रगति गरे, उनीहरू समृद्ध भए। बाँकी अरूहरू भने पर्खिरहे र आफ्नो हातबाट बालुवा जस्तै अवसरहरू फुत्किएको हेरिरहे। रातको अन्त्यमा कुराकानी सुरु गर्ने व्यक्तिले फेरि भने, यसपटक उनको बोल्ने शैली फरक थियो। उनले भने, मैले अहिले बुझे, सौभाग्य अचानक हुने कुरा होइन, यो कदम चाल्दा प्राप्त हुन्छ र अवसरले अगाडि बढ्नेहरूलाई पुरस्कार दिन्छ। राम्रो भाग्य आफै हुने होइन, यो साहसीहरूको पछि लाग्छ। बाँकी सबैले टाउको हल्लाए, तर यो केवल सहमति मात्र थिएन, यो एक महसुस थियो, किनभने यो कुराकानीको क्रममा उनीहरूले प्रत्येक गुमेको मौका र प्रत्येक पटक ढिलो गरिएका निर्णयमा आफैलाई देखेका थिए। त्यसो भए तपाईले यो अध्यायबाट के सिक्न सक्नुहुन्छ? त्यो यो हो, सौभाग्यलाई निमन्त्रणा दिन सकिन्छ, तर केवल कदम चाल्नेहरूले मात्र यसो गर्न सक्छन्। यसको अर्थ हो, त्यो इमेल पठाउनुहोस्, त्यो प्रोजेक्ट सुरु गर्नुहोस्, अरू कसैले गर्नुभन्दा पहिले त्यो कदम चाल्नुहोस्, किनभने सौभाग्यकी देवीले साहसीहरूलाई मन पराउँछिन्। उनी तयार भएकाहरूलाई देखेर मुस्कुराउँछिन्, उनी गर्नेहरूसँगै हिँड्छिन्, कल्पनामा हराउनेहरूसँग होइन। अहिले तपाईलाई भाग्यको सत्यताबारे थाहा भयो, तर के हुन्छ जब एक युवकलाई ठूलो धन दिइन्छ तर ज्ञान दिइँदैन? के ज्ञान बिनाको धन टिक्न सक्छ? अर्को अध्यायमा हामी एक छोराको चाखलाग्दो कथा सुन्नेछौं, जसले यो प्रमाणित गर्छ कि धन तपाईले के कमाउनुहुन्छ भन्ने बारेमा मात्र होइन, बरु तपाईलाई धनको बारेमा के थाहा छ भन्ने बारेमा हो। अध्याय 5, धनका 5 नियमहरू। कल्पना गर्नुहोस्, तपाईलाई 2 वटा मध्ये एउटा कुरा रोज्न प्रस्ताव गरिएको छ। पहिलो, चम्किलो सुनले भरिएको छालाको भारी थैली, र दोस्रो, एउटा सानो माटोको पाटी जसमा 5 वटा सरल नियमहरू कुन्दिएका छन्। तपाई कुन रोज्नुहुन्छ? धेरै जस्तो मानिसहरू सुन लिनेछन्। यो लोभ लाग्दो हुन्छ, यसले आफूसँग धन भएको महसुस गराउँछ, यसले समस्याहरू समाधान गर्छ, कम्तीमा केही समयको लागि। तर यहाँ एउटा सत्य छ जुन अर्कादले सिकाएका थिए, ज्ञान बिनाको सुन हराउँछ, तर ज्ञानले तपाईलाई जीवनभरको लागि सुन दिइरहन सक्छ, र यो अध्याय त्यसैको बारेमा हो। सुनका वा धनका 5 वटा कालजयी नियमहरू, बेबिलोनमा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका पाठहरू। यदि तपाईले यी पालना गर्नुभयो भने यिनले तपाईको जीवन बदल्न सक्छन्, र यदि तपाईले यी बेवास्ता गर्नुभयो भने तपाईले सधैँ आफूले गुमाएका अवसरको पीडा भोग्नुहुनेछ। त्यसैले तयार हुनुहोस्, किनभने यस अध्यायको अन्त्यसम्ममा तपाईले पैसा कसरी राख्ने भन्ने मात्र होइन, बरु यसलाई आफ्नो लागि कसरी काम गराउने भन्ने पनि सिक्नुहुनेछ। आउनुहोस्, सुरु गरौँ। रात शान्त थियो। बेबिलोनको माथिको आकाशमा ताराहरू साना चाँदीका सिक्काहरू जस्तै चम्किरहेका थिए। बलिरहेको आगोको छेउमा कालाबाब नामका एक वृद्ध व्यक्ति आफ्ना युवा सहायकहरूसँग बसेका थिए, जो एक लामो व्यापार यात्रामा उनीप्रति वफादार थिए। धन्यवाद स्वरूप कालाबाब अगाडि झुकेर भने, म तपाईहरूसँग एउटा कथा साझा गर्छु, अर्कात स्वयंबाट हस्तान्तरण हुँदै आएको कथा। र उनले उनीहरूमाझ त्यो कथा सुरु गरे। वर्षौं पहिले अर्कादले आफ्नो छोरा नोमासिरलाई आफ्नो कोठामा बोलाए। अर्कादले नोमासिरलाई 2 वटा कुरा दिए, सुनका सिक्काहरूले भरिएको एउटा भारी थैली र धनका 5 वटा नियमहरू कुन्दिएको एउटा सानो माटोको पाटी। अर्कादले भने, अब तिमी बाहिरी संसारमा जाऊ, आफ्नो भाग्य आफै बनाऊ। 10 वर्षमा फर्क र तिमीले के सिक्यौ मलाई देखाऊ। यदि तिमी सफल भयो भने म तिमीलाई मेरो पुरै सम्पत्ति दिनेछु, यदि तिमी असफल भयो भने मेरो सारा सम्पत्ति यो मन्दिरका पुजारीहरूलाई जानेछ। अनि नोमासिर हातमा सुन र काखीमा माटोको पाटीमा खोपिएको ज्ञान बोकेर निस्किए। सुरुमा नोमासिर विलासी रूपमा बाँचे। उनले राम्रा लुगा लगाए, बारम्बार भोज खाए र हतारमा लगानी गरे। उनले ठूला प्रतिज्ञा गर्ने मानिसहरूलाई पैसा ऋण दिए। उनले त्यस्ता योजनामा पैसा लगाए जुन उनले मुस्किलले बुझेका थिए। उनले धनलाई एउटा खेल जस्तै पछ्याए र चाँडै नै उनको थैली खाली भयो। अहिले उनी एक अपरिचित भूमिमा एक्लै थिए र उनीसँग उनका बुबाले दिएको माटोको पाटी बाहेक केही थिएन। हार मान्नुको सट्टा उनले ज्ञानको पाटीमा लेखिएका धनका 5 नियमहरूतिर हेरे र त्यसले उनको आर्थिक जीवनलाई पूर्ण रूपमा परिवर्तन गरिदियो। आउनुहोस्, हामी ती प्रत्येक नियमहरूलाई सँगै हेरौं। नियम 1, आफूले कमाएको कम्तीमा 10 भागको 1 भाग बचाउनेहरूका लागि धन खुसी साथ आउँछ।
नोमासिरले आफ्ना बुबाको शब्द सम्झिए, पहिले आफैलाई तिर्नुहोस्। उनीसँग तामाका सिक्का मात्र बाँकी रहँदा पनि उनले प्रत्येक 10 मध्ये एउटा सिक्का छुट्टै राख्न थाले। सुरुमा यो धेरै लागेको थिएन, तर बिस्तारै र निरन्तर रूपमा थैली भारी महसुस हुन थाल्यो। एउटा बिउबाट रोपिएको रुख जस्तै यो बढ्न थाल्यो। नियम 2। धनले त्यस्तो बुद्धिमान मालिकको लागि परिश्रम गर्छ जसले यसलाई लाभदायक काममा लगाउँछ। नोमासिरले एक व्यापारीको पसलमा काम गर्न सुरु गरे। जब उनको बचत बढ्यो, उनले यसलाई त्यत्तिकै राखेर बसेनन्। बरु सावधानीपूर्वक अध्ययन गरेपछि उनले यसलाई एउटा काराभान व्यापारिक समूहमा लगानी गरे। नाफा बिस्तारै आयो, तर आयो। धनले उनी सुतिरहेको बेला पनि उनको लागि काम गर्न थाल्यो। यसलाई भेडाको बथान जस्तै सोच्नुहोस्। यदि तपाईले उनीहरूको हेरचाह गर्नुभयो भने उनीहरू बहुगुणित हुन्छन्, र यदि तपाईले बेवास्ता गर्नुभयो भने उनीहरू हराउँछन्। त्यसैले केवल बचत मात्र नगर्नुहोस्, आफ्नो पैसालाई काममा लगाउनुहोस्। नियम 3। धनले त्यस्तो सतर्क मालिकलाई साथ दिन्छ जसले ज्ञानी मानिसहरूको सल्लाह लिन्छ। यसपटक लगानी गर्नुअघि नोमासिरले पुराना व्यापारीहरूसँग सल्लाह मागे। उनले उनीहरूको कुरा सुने, उनले प्रश्नहरू सोधे, उनले सिके, र उनले के पत्ता लगाए भने ज्ञानीहरूले अन्दाज गर्दैनन्, उनीहरूले बुझ्ने प्रयास गर्छन्। स्थिर र भरपर्दो लगानीहरू छनौट गरेर उनले आफूले कमाएको कुरालाई सुरक्षित राखे। अब कुनै मूर्खतापूर्ण जोखिम थिएन, न त अन्धविश्वास नै। नियम 4। आफूले नबुझेको कुरामा लगानी गर्नेहरूबाट धन भाग्छ। नोमासिरले त्यो ऊँट व्यापारीलाई सम्झिए जसले उनलाई कहिल्यै नफर्किने मसालाको जहाजको सेयर बेचेको थियो। उनले त्यो जहाज कहाँबाट आएको हो भनेर सोधेका थिएनन्। त्यसैले अहिले आफैलाई सोध्नुहोस्, के म आम्दानी बिना 1 महिना बाँच्न सक्छु? के म अप्रत्याशित मेडिकल बिल तिर्न सक्छु? यदि म भोलि यहाँ रहिन भने के मेरो परिवार सुरक्षित हुनेछ? यदि जवाफ छैन हो भने त्यो असफलता होइन, यो केवल एउटा सङ्केत हो कि अब आफ्ना पर्खालहरू निर्माण गर्न सुरु गर्ने समय आएको छ, किनभने शत्रुले कहिल्यै आफ्नो आगमनको घोषणा गर्दैन। त्यसो भए यो अध्यायको मुख्य पाठ के हो? त्यो यो हो, हामी सुरक्षा बिना बस्ने जोखिम मोल्न सक्दैनौँ। बेबिलोनका मानिसहरूले पर्खालभन्दा उत्सव मनाएनन्। उनीहरूले तब उत्सव मनाए जब एसिरियालीहरू अन्ततः हारेर फर्किए, तरवारले होइन, कहिल्यै नटुटेका ढुङ्गाका पर्खालहरूले गर्दा। बेबिलोनका महान पर्खालहरू जस्तै हामी सबैलाई पर्खाल चाहिन्छ। आर्थिक पर्खाल, भावनात्मक पर्खाल र हाम्रो भविष्यको रक्षा गर्ने सुरक्षात्मक पानीहरू। हामी अक्सर सोच्छौँ कि बल भनेको हामीले कति कमाउँछौँ भन्ने हो, तर वास्तविक बल भनेको कुराहरू बिग्रदा हामी कति तयार छौँ भन्ने हो। त्यसो भए तपाईँ अहिले के गर्न सक्नुहुन्छ? एउटा आपतकालीन कोष सुरु गर्नुहोस्, चाहे त्यो हप्ताको $10 नै किन नहोस्। सस्तो मात्र नहोस्, सही बिमा लिनुहोस्। आफ्नो उमेर जतिसुकै भए पनि इच्छापत्र लेख्नुहोस्। पर्खालमा इँटा ठपेझै बिस्तारै बचत बढाउनुहोस्। तपाईको भविष्य आशा मात्र होइन, सुरक्षाको हकदार छ, ताकि जब आँधी आउँछ तपाईँ आफूले बनाएको पर्खाल पछाडि उभिन सक्नुहोस् र ती पर्खालले धान्छन् भन्ने कुरामा ढुक्क भएर लामो सास फेर्न सक्नुहोस्। अहिले हामीले सुरक्षा निर्माणको कुरा गर्यौं, तर यदि समस्या गेटको शत्रु नभएर तपाईको खुट्टामा बाँधिएको ऋणको साङ्लो हो भने नि? अर्को अध्यायमा हामी ऋणमा डुबेको, आफूले तिर्नुपर्ने कुराले थिचिएको एउटा मानिसलाई भेट्छौं, जसले अथक प्रयास र अटल संकल्पका साथ उनले ऋणको साङ्लो जुडाले र आफ्नो स्वतन्त्रता फिर्ता लिए। हवस् त, अर्को श्रृङ्खलामा भेटौँला। त्यति बेलासम्म हामीलाई फलो, सब्स्क्राइब गर्नुहोला। नमस्कार, शुभ समय।